नमस्कार। यो वडा नम्बर 4 मा रहेको शिवपुरी धामको भिडियो हो। यसमा हामी चाहिँ गत वर्ष शिवरात्रिको बेलामा सबै परिवार शिवपुरी धाममा गएर हामीले पूजाआजाको कार्यक्रम गरेका थियौँ। अहिले भने हामी लाइनमा लागिरहेका छौँ। धेरै लामो लाइन थियो। बल्ल बल्ल माथि पूजा गरेर हामी तल फर्किने क्रममा त्यसपछि तल शिवलिङ्गहरूमा पूजा गर्ने कार्यक्रम भइरहेको छ। सबै परिवारहरू एकसाथ पूजा गरिरहेका छौँ। बाबु पछाडि पछाडि मामुसँगै पूजामा सरिक छ। हामी सबै परिवार, बाबुको बाबा, म, हामी चाहिँ पूजामा सामेल छौँ। पालै पालो पूजा गर्दै अघि बढ्दैछौँ लाइनमा। एकदमै बाक्लो लाइन छ। पूजामा असाध्यै रमाइलो हुने गर्दछ। भजन कीर्तनहरू सबैजना व्रतमा एकदम प्रफुल्ल मुद्रामा देखिन्छन्। साह्रै आनन्द आउँछ। व्रत पनि स्वास्थ्यको लागि पनि राम्रो हो भने हामीले धर्म कर्म पनि आस्था गर्दा हामीलाई अनुशासित र मर्यादित बनाउँछ भन्ने मेरो मान्यता हो। त्यसैले म पनि पूजाआजा व्रत यसमा धेरै सरिक हुने गर्दछु। अहिले बाबु चाहिँ गुरुजीबाट टीका थाप्दैछ। त्यसपछि बाबुको बाबाले थाप्दै हुनुहुन्छ टीका। त्यसपछि चाहिँ मैले थापेँ। गुरुजीबाट टीका थापिसकेपछि हामी चाहिँ यहाँबाट फेरि अर्को ठाउँमा लाग्छौँ। प्रसाद ग्रहण गर्दैछु मैले। प्रसाद ग्रहणपछि हामी त्यहाँ आउनुभएको माताजी र बाबाज्यूलाई भिक्षु भिक्षिनीज्यूलाई हामीले निश्रा दिने काम गरिरहेका छौँ आफ्नो गच्छे अनुसार। त्यसपछि मेरो साथीसँग भेट भयो। उहाँसँग पनि मैले भिडियो बनाएँ। अब भने हामी पूजा सकिएपछि दियो बाती गर्ने क्रममा छौँ। यहाँ आरतीको लागि हामी कपुर बातीहरू रेडी गर्दैछौँ। जेठानी दिजु, जेठोवाला जेठानी दिजु ओइसिन्छ। त्यसपछि यतातिर मेरो बहिनी रेखा छिन्। हामी तीनैजना आरतीको लागि तयारी गर्दैछौँ। कसैले पूजा गर्दै हुनुहुन्छ यताबाट, कसैले आरतीको लागि कपुर, कसैले सलाई पार्दैछौँ। हामी पूजाको आरती जलाउनलाई सबैजना यहाँ आफ्नो पूजाआजामा व्यस्त हुनुहुन्छ। कति आनन्द आउँछ है। यति राम्रो यो माहौल देख्दा अझै पनि उत्साह उमङ्ग आउँछ पनि। त्यो बेला झन् कति आनन्द र प्रफुल्लित मुद्रामा भइन्छ त्यो हजुरहरूलाई पनि थाहा नै होला। अब हामी तीनैजना आरती गर्दैछौँ। भगवानको भजन गाउँदै आरती गाउँदैछौँ हामीहरू तीनै। गुरुजी यताबाट सिकाउँदै हुनुहुन्छ। उहाँले भनेअनुसार हामीले आरतीको यो कार्यलाई जारी राखेका छौँ। एकदमै रमाइलो हुने गर्दछ शिवरात्रिमा शिवपुरी धाममा। हजुरहरू पनि आउनुभएको छ भने पक्कै पनि सबैजनालाई थाहा छ होला। यो माहौल एकदमै आनन्दित तुल्याउने एउटा शङ्ख घण्ट पूजाआजाको यो धुनले नै मान्छेलाई आनन्दित गर्दछ। एउटा उत्साह थप्दछ, पवित्र गर्दछ मनलाई, अनुशासित र मर्यादित पार्दछ। त्यसैले मलाई एकदमै मनपर्छ पूजाआजा। त्यसपछि हामी पूजा सिद्धिएपछि निश्रा दिने काम भइरहेको छ। गुरुजीले यता मन्त्र पढ्दै हुनुहुन्छ। मेरो बाबु पनि दुइटै हेर्दैछन् यताबाट साइडबाट। अनि त्यसपछि पनि हामीले फोटो सेसन गरिसकेपछि फोटो मोबाइलमा हाल्ने काम भइरहेको छ। क्यामेराम्यान भाइलाई पनि हामीले भिडियोमा लिएका छौँ। र मेमोरी हुन्छ नि भाइ भनेर हामीले सानो भिडियो क्लिप बनाएका थियौँ। त्यो भिडियो क्लिपमा हामी सबै परिवारहरू, छोरीहरू, बहिनी, जेठानी दिजु, छोराहरू बसेर एक ठाउँमा रहेर त्यसपछिको हाम्रो यो फोटो सेसन कार्यक्रम हो। बाबुको फोटो एकदमै क्युट देखेको छ। त्यसपछि बाबुको बाबा बसिन्छ अनि दुइटै बाबा छोराले खिचाउनु भयो। त्यहाँ भजनको कार्यक्रम भइरहेको छ। त्यसपछि हामी दुइटै बुढाबुढीले पनि फोटो सेसन गऱ्यौँ। त्यसपछि चारैजनाले खिच्यौँ। त्यसपछि हाम्रो यो चारजनाको फोटोपछि हाम्रो ग्रुप हामी यतिजना गएका थियौँ। अनि चारवटा भाइ बहिनीहरूको यो फोटो छ।
त्यसपछि हामीले लिएको अन्तिम फोटो यो हुन्छ। ल सम्पूर्णलाई धेरै धेरै धन्यवाद। लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। नमस्ते, बाई बाई।